सो हेलो एन्ड नमस्ते एभ्रिवान, हजुरहरूलाई फेरि पनि मेरो ब्लगमा स्वागत छ। र त्यसै पनि आज चाहिँ म एउटा ठाउँमा जान गइरहेको छु र त्यो ठाउँ चाहिँ कहाँ हो भनेर म तपाईँहरूलाई अहिले छिट्टै देखाउने छु। सो स्टे ट्युन गाइज। र त्यसै गरी म भने लागेँ आज लिएको प्रोग्रामतिर। त्यसै गरी दाइहरू चाहिँ डिस्ट्रिक्टबाट भोट माग्नका लागि आउनुभएको थियो र सबै साथीहरूसँग भेटघाट भयो भने त्यस पछाडि म लागेँ सब्जी मन्डीतर्फ। घरमा चाहिँ सब्जीहरू सकेकोले गर्दाखेरि मम्मीले मलाई आज सब्जी मन्डी सपिङ गर्न पठाउनु भएको थियो भने त्यस पछाडि हामी लाग्यौँ अहिले धरानको एकदमै पपुलर होटेल जुन चाहिँ फालुङ रेस्टुरेन्ट रहेको छ। त्यहाँ पुगेपछि हामीले पनि अर्डर गऱ्यौँ अनियन पकौडा जुन चाहिँ एकदमै मिठो थियो भने त्यस पछाडि हामीले फेरि अर्को चिज अर्डर गऱ्यौँ बर्गर जुन चाहिँ एकदमै एभरेज थियो र त्यस पछाडि हामीले अर्डर गऱ्यौँ चिकन चिल्ली जुन चाहिँ एकदमै मिठो थियो र यति 3वटा खानाहरू अर्डर गरिसकेपछि म भने लागेँ टेस्टिङतर्फ र ओभरअल सबै कुराहरू ठिकठाकै थियो भने आजको लागि यति नै। मेरो भिडियोमा लाइक सेयर अनि सब्सक्राइब युट्युबमा गरिदिनु होला। स्टे ट्युन गाइज। अब सी यु अन नेक्स्ट भिडियो। थ्याङ्क यू।